टिक टिक हेलो अनि दर्शन नमस्ते सबैजनालाई के छ सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु अनि आज चाहिँ म फेरि तपाईहरुको एकदमै फेभरेट रिएक्टर म चाहिँ ब्याक भइसकेको छु अर्को रिएक्सन भिडियो लिएर है यो चाहिँ हाम्रो बीजे टु द एन्ड को चाहिँ रहेको छ पिटाउन म्यानेस भन्ने गीत रहेको छ है यो चाहिँ आज हामी हेर्न गइरहेका छौं कस्तो छ भिडियो कस्तो छ हाम्रो सङ कस्तो छ म्युजिक यो चाहिँ टुकी रेकर्ड्स बाट रेकर्ड भएको छ सो कस्तो छ गीत त्यो चाहिँ अब हेर्नु पर्ने हुन्छ हामीहरुले है त्यसको लागि चाहिँ अब हामी चाहिँ सुन्नु पर्ने हुन्छ अनि बेटर एक्सपीरियन्स या राम्रो सुन्नको लागि चाहिँ हामी हेडफोन लगाउँछौं कानमा सो लेट्स स्टार्ट द सङ MOB Entertainment featuring boy BZ to the end. You gotta be honest with yourself. If it's a vibe, it's a vibe. Yeah. आफैले सम्हाल्नु आँखारुजे आशा टुटे म आफैले सम्हाल्दै थिएँ मैले संगीतको भाषा बुझे म हिजो लडे म आज उठे हिजो धुम्म बादल थियो आज खुल्दैछ माछा पुछे आफैले सम्हाल्नु आँखारुजे आशा टुटे म आफैले सम्हाल्दै थिएँ मैले संगीतको भाषा बुझे म हिजो लडे म आज उठे हिजो धुम्म बादल थियो आज खुल्दैछ माछा पुछे एउटा कुरा बुझ्न साथी फल्दैन रुखमा हात्ती यहाँसम्म आइपुगे आफ्नै बुद्धिले कसैको थुक्न छाती धेरैको मुख छ पापी पछुन सम्झिँदा नि दुख्छ छाती त्यसैले टुच्च लाएर गुडमा फर्किन मन लाग्छ गुडमा राती बुझ्दैछ सुक्का घाँटी चल्दैछ बुथमा पार्टी टन्नै छ हुटमा आँटी कलम छ हतियार हान्दिन्छु माइकबाटै मुखमा लात्ती मेरो संगीतमा नसा छ मित्र मेरो नसामा संगीत छ भित्र म मलामी कमाउँदैछु मेरो प्रगति पैसामा नदाछ मित्र यो गलामा कला पवित्र यी आँखामा यस सर म मलामी कमाउँदैछु मेरो सफलता नदाज पैसामा द्याट्स द बार यो चाहिँ एकदमै कडा बार हो है म चाहिँ मेरो सफलतालाई पैसामा नदाज के म आफ्नो मलामीहरु कमाउँदैछु यु नो व्हाट टाइम इट इज औ एकदमै कडा एकदमै हार्ड छ यो चाहिँ है यो कडा हो है लेट्स वाच यो गलामा कला पवित्र यी आँखामा हजारौं चित्र र मुटुमा सपना सजाएर छिरे म र्यापको बजार भित्र वेलकम टु वेस्ट साइड पोखरा लेक साइड यहाँ हाम्रो पार्टी चल्छ जहिले पनि लेट नाइट रातो छ आँखा जस्तो कि ब्रेक लाइट मामाजी आउनु अघि सबैजना सेफ साइड सक्छु पनि मैले जस्तो लेख भाइ लेखमा लेखा गीतमा छ लेख भाइ ए जुनी काफ चाहिँ चाहिँदैन नेक्स्ट लाइफ बिटमा परेड खेलाउँछु म लेफ्ट राइट पोखरेली मनभित्र बाराई मन्दिर छ हाम्रो खैरेकाले सबसँग मन मिल्छ रातभरि हल्लाले हल्लन्छ खलिन्छ बिहान उड्दा हिमाल छलङ्ग टल्किन्छ घर मेरो पोखरा यस पोखराको बर्दरहरुले चाहिँ पोखराको फ्लेक्स गर्न मिल्छ है यो गीत अनि यो शब्दहरुले अनि मलाई चाहिँ एकदमै भन्न मन लाग्यो बीट पनि एकदमै मन पर्यो लास्ट डे बवाल बीट छ है पुरा नचाउने वाला बीट छ है प्रोड्युसर चाहिँ शाउट आउट हाम्रो प्रोड्युसर विवेन है एकदमै बवाल बीट छ अनि एप्रिशिएट टु मच भन्नाले नि अनि लट्स अफ एप्रिसिएसन फ्रम माई साइड टु मिस्टर विवेनजी अनि उहाँको बीट चाहिँ एकदमै मन पर्यो मलाई बवाल अनि फ्लेक्स भइरहेको छ है पोखराको बिहान उड्दा बित्तिकै माछा पुछ्रे देख्न पाइन्छ है ल अब चाहिँ सुनिहालौं हाम्रो गीत म पोखराको पोखरेली तारा म सुनाउँछु नेपाली र्यापमा देखाउँछु स्वदेशी पारा अरिस उठ्छ बोल्यो गीत छाडा बार्चको झापरले फोड्दिन्छु गाला ल्याक कुरा गर्नेहरू ध्यान पुरा न त तेरो मुखमा ठोक्दिन्छु ताला म परे शिवको भक्त कविता लेख्छु म भानु जसरी अनि साना ठाउँमै ताके ल यहाँ पनि वर्ड प्ले भइहाल्यो है म परे शिवको भक्त कविता लेख्छु भानु जसरी मतलब भानुभक्त यु नो भानुभक्त आचार्य आदिकवि यस सो अनि यहाँ चाहिँ वर्ड प्ले भइहाल्यो पहिलाको यताको उता मिलिहाल्यो है अनि फेरि यो चाहिँ फ्लो पनि बवाल लेट्स गो टु द ट्र्याक पछि खसाल्दिन्छु म बासको चरी
दिन्छु म जादुको छडी झार्दिन्छु आँसुको झरी जित्नलाई जन्मेको छोरो तिमी नै भन म हारुको सरी भिड्नलाई रेडी छ को कोही छैन सब बेसिकमा प्रो म मान्छे कुल छु एसी जस्तो तर रिस उठे ताई उन रेटिन्छ को तँलाई सुन्नेले तँबाट के सिक्छ ब्रो बरु पोखरा सर आइज म सिकाउँछु खेलाउन पैसाको पेटी र पो केटी होइन फ्लो सेरे ग्याङ टुकी ग्याङ जिजी पोखरेली मब मेरो भाइ क्लक हामी सोमा चिरेपछि हुन्छ हाई पलक वेस्ट साइड हाम्रो साइड अलग गीतमा हुन्छ भाइ बलग हामीलाई चिन्नेले चिन्यो नचिन्नेलाई चिनाउन अझै नि टाइम छ पक अझै नि टाइम छ पक आफैलाई सम्हाल्नु आँखाहरू जे आशा टुटे म आफैलाई सम्हाल्दै थिएँ मैले सङ्गीतको भाषा बुझे म हिजो लडे म आज उठे हिजो धुम्म बादल थियो आज खुल्दैछ माछा पुछ्रे आफैलाई सम्हाल्नु आँखाहरू जे आशा टुटे म आफैलाई सम्हाल्दै थिएँ मैले सङ्गीतको भाषा बुझे म हिजो लडे म आज उठे हिजो धुम्म बादल थियो आज खुल्दैछ माछा पुछ्रे Shout out to everyone. ल गीत चाहिँ सक्यो है गीत चाहिँ सक्यो बवाल एकदमै बवाल पिटाउन म्याडनेस एकदमै बवाल है गीत सकिसक्यो हाम्रो विजयन पर्दरको चाहिँ एकदमै बवाल वर्क हुन्छ है एभ्री ट्र्याकमा है अनि मेरो वान अफ माई फेभरेट नेपाली आर्टिस्ट है अनि मलाई चाहिँ पहिलेदेखि मन पर्ने है विजयन चाहिँ सो भिडियोमा चाहिँ हामीले टुकी बर्दरलाई पनि देख्न पाइयो है अनि आउँदो दिनहरुमा म टुकी बर्दरको पनि गीतहरु रिएक्सन गर्नेछु obviously किन भन्दा ही इज अल्सो वान अफ माई फेभरेट आर्टिस्ट अनि सो अहिलेको भिडियोमा चाहिँ हामी यो गीतको पिटाउन म्याडनेसको बारेमा कुरा गर्छौं है पिटाउन मतलब पोखरा टाउन यु नो गाइज अनि सो यसमा चाहिँ हाम्रो पोखराको बारेमा फ्लेक्स छ सो गर्मी छ हल्का है डोन्ट माइन्ड सो कुरा गर्नु पर्दा चाहिँ एकदमै बवाल छ ट्र्याक सो सबले रिपिटमा सुनौं प्लेलिस्टमा हालौं शेयर गरौं सब्स्क्राइब गरौं त्यही हो के छ अनि कस्तो लाग्यो तपाईहरुलाई यो गीत अनि मेरो भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट डाउन अनि त्यसको लागि चाहिँ मेरो कमेन्ट बक्स पुरै खाली छ तपाईहरुको लागि अनि मन परे मेरो भिडियो पनि सब्स्क्राइब गर्नु होला शेयर गर्नु होला सो त्यति भन्न चाहन्छु अनि आजको लागि चाहिँ यति नै सो तपाईहरुसँग म अब बिदा माग्न चाहन्छु अनि अब फेरि भेटौँला अर्को भिडियोमा त्यतिन्जेलसम्मको लागि चाहिँ म अब निदाउनु पर्ने हुन्छ त्यतिन्जेलसम्मको लागि चाहिँ अब मलाई बिदा दिनुहोस् हस्त जय नेपाल जय पप जय नेपाल